ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म यो रोल्पा जिल्ला थपन गाउँपालिकाको 4 नम्बर वडा अन्तर्गत पर्ने यो गुराँसे भन्ने ठाउँमा आएको छु। म तपाईँहरूलाई गुराँस देखाउनुको लागि लग्दैछु। यो चाहिँ पुरै गुराँस भएको जङ्गल भएको एरिया हो। यो वर्ष चाहिँ अलिकति यो क्लाइमेक्स चेन्जले गर्दाखेरि केले गर्दाखेरि त्यस्तो धेरै फुल फुलेको त छैन, तर यतातिर चाहिँ फुलेको छ। मेरो ब्याकग्राउन्डमा थोरै देखिसक्यो, ऊ तल धेरै छ, त्यहाँ जान लाग्यो। हामी चाहिँ ऊ यता बसेको होइन। अनि यो ठाउँ चाहिँ ठ्याक्कै अघि पनि भने थपन गाउँपालिका वार्ड नम्बर 4 को गुराँसे अन्तर्गत पर्छ। यतातिर ल्यान्डस्केप पनि उस्तै बवाल होइन। त्यसपछि हल्का माथि गयो भने माउन्टेन भ्यूहरू, यो नेसनल फ्लावर लाली गुराँसले पुरै ढकमक्क बालेर ढकमक्क फुलेर पुरै स्वरूपै चेन्ज भएको छ यसको चाहिँ, यो जङ्गलको। अनि मैले अर्को कुरा के भन्नु लाग्थ्यो भने यो ठाउँसम्म आइपुग्नको लागि चाहिँ यता थबाङ हुँदै रोल्पाको थबाङ हुँदै पनि आउन सकिन्छ होइन। यता सुलिचौरदेखि आउँदाखेरि यता गुराँसे हुँदै घोराबाङ हुँदै पनि निस्किन सकिन्छ। र यता हाम्रो भूमे 1 लुकुमबाट आउन सकिन्छ सजिलैसँग। अनि त्यसपछि अर्को यता रुकुम अनि बागलुङको सिमाना पाती हाल्नेदेखि पनि सजिलैसँग आउन सकिन्छ। अनि त्यस्तो छ यतातिर। अनि म तपाईँहरूलाई देखाउँछु गुराँस कतिको छ भनेर। यतातिर गुराँस यस्तो छ। यतातिर ब्याकग्राउन्डमा तपाईँहरूले ल्यान्डस्केप देख्न सक्नुहुन्छ है, एकदमै बवाल छ। तिम्रो घरको देखेको छ कि छैन क्यामेरामा, अलि देखेको छैन होला, तर गुराँस लास्तै धेरै छ। गुराँस यस्तो धेरै छ, अझ उतातिर छ लास्तै धेरै। आउँदो 29 गते वार्ड नम्बर 4ले चाहिँ एउटा गुराँस ट्रेल अर्गनाइज पर्यटन प्रवर्धनको लागि गुराँस पथमार्ग भनेर अर्गनाइज गर्नुहुँदैछ। उहाँहरूको चाहिँ 100 जनाको टार्गेट छ। आज 17 गते हो, 29 गते चाहिँ उहाँहरूको त्यत्रो टार्गेट छ है। गुराँस हेर्न सक्नुहुन्छ यो गुराँस ट्रेल चाहिँ। यस्तो बवाल छ, पुरै फुल्या छ क्या। यो त अलिअलि छ अझ, त्यहाँ अर्को बोटमा छ लास्तै धेरै, तल छ लास्तै धेरै। 2 जना साथीहरू चाहिँ तल गएर पनि आइसक्नु भएको छ। त्यहाँ टेन्ट सेन्ट हाल्नुभएको छ उहाँहरूले तल मजाले। यतातिर छ हाम्रो लास्तै बवाल छ अरे। पुरै फुलेको छ है। जरादेखि एउटै बाँकी छैन। अर्को पनि छ फेरि। कहाँ हिँड्न लाग्नुभयो क्या फेरि? म तल आउनु लाग्थेँ यार। त्यो अर्को बोट पनि छ लास्तै, चल्यो एन्टी लाइट परिरहेछ। ल आगे के हो जाएगा मैं देखूँगा। कीप वाचिङ गाइज। म अब तपाईँहरूलाई यो ठाउँको पुरै देखाउँछु ड्रोन सट है त। 3, 2, 1।
छु हजुरहरूले ड्रोन फुटेज पनि हेर्नुभयो। अनि अब चाहिँ हामी अलिक तल झर्न लाग्छौँ। तल अझ बेसी गुराँस पनि छ। अनि त्यहाँ उहाँहरूले चाहिँ एउटा टेन्ट लगाएर आगो बाल्नु भएको छ। क्याम्पिङ साइट बनाएर बस्नु भएको छ, त्यही भएर जान लाग्छौँ। अनि यहाँनिर हुनुहुन्छ हाम्रो विमल साधु, अस्तिको हिउँको भ्लगमा हेर्नुभयो। त्यसपछि यता हाम्रो कता जानुभयो अरे हाम्रो यता हुनुहुन्छ मिलन सर फ्रम अल्सो रोल्पा, एकदमै one of the best photographer in our group है त। प्यासनेट मान्छे एकदम धेरै, हामी त्यस्तो छैन। उहाँ चाहिँ एकदमै लगाव भएको, जोस भएको, जाँगर भएको। अनि यस्तो छ गुराँस कस्तो दामी के यो है, यस्तो हुनुपर्ने। अनि हिउँले पुरै खसाल्दैछ नि त पुरै बोटै। तलबाट अलि नदेखिँदो रहेछ नि। बेवकुफ मान्छे हे हम है। आगो बलिरहेछ, ट्रेन झुन्डेको छ अगाडि। गुराँसको बोट मुनि छौँ हामी। ड्रोन उडाउनु भयो? पछाडि देख्न सक्नुहुन्छ ठुलो एउटा गुराँसको बोट छ। यता पनि छ, यतातिरको चाहिँ ल्यान्डस्केपहरू। त्यो डाँडा उतापट्टि थबाङ है त, त्यो चाहिँ लुकुम। त्यहाँ सेटु देखिरहेको चाहिँ थबाङको एउटा ज्योतिषलाई चाहिँ गाड्नु चाहिँ त्यहाँ ल्याएको रहेछ। उसको चाहिँ मसान घाट चाहिँ त्यो हो। यो चाहिँ रोल्पाको जलजला। यस्तो छ है त अवस्था। गुड जब। अब चाहिँ हामी माथितिर उक्लिँदैछौँ फेरि। ल एकछिन फोटोसुट खिच्यौँ, भिडियो बनायौँ। अनि माथितिर जानु लगाएको। अब चाहिँ यहाँ त्यस्तो धेरै छैन। फेरि खानेकुराको म्यानेज गरिदिनु पर्ने छ, म्यानेज गर्नुपर्ने छ। सो त्यही भएर माथि गएर ब्याग प्याक गरेर तल झर्छौँ है। आजको भिडियो चाहिँ यति नै। गुराँसको त्यस्तो धेरै चाहिँ छैन, तपाईँहरूले देख्नुभयो। यो पालिको गुराँस यति नै छ। योभन्दा पहिलो वर्ष पुरै त्यो गुराँस हो, त्यो पनि गुराँस हो, त्यो पनि गुराँस हो, सब गुराँस हो सबै। तर यो वर्ष त्यस्तो फुलेको छैन। किन भन्नुहुन्छ भने पोहोर साल फुल्यो, पोहोर साल फुलेपछि सधैँ फुल्ने नहुँदो रहेछ। त्यो भएको भएर यो वर्ष अलिक कम फुल्यो है। त्यही हो, गुराँस राम्रो छ, त्यस्तो धेरै छैन। अर्को वर्ष चाहिँ धेरै हुनेवाला छ है त। यति भन्दै आजको भिडियोलाई म यहीँ सकाउँछु।